दुधको चाहिँ अरुण र तमुरको त्रिवेणीको जुन चाहिँ दोभान छ यता पनि यहाँ दोभान यहाँ चाहिँ यहाँबाट चाहिँ उनीहरू चाहिँ कोशी आफ्नो आफ्नो कोशी भनेको चाहिँ नदी भयो नि त आफ्नो आफ्नो खोवातिर जानुपर्ने थियो। अब यहाँ आउँदाखेरि चाहिँ छचापाले यो भुसुरीले चाहिँ त्यो ढुङ्गाको गेट जसलाई चाहिँ खोवालुङ भन्छ त्यो माङपारले त्यो मुन्दुङ गाउँछ त्यहाँ त्यो गेट एकदम झ्यापै बाटोमा देखेपछि अब के गर्ने भन्दाखेरि अब मुन्दुङीहरू आएको थियो। अब यसलाई चाहिँ भोग दिनुपर्छ भोग दियो भने उब्रिन्छ भन्ने अब उनीहरूको त्यो मनोविज्ञान भयो। अब उनीहरूले चाहिँ एउटा चरालाई मारेर चाहिँ त्यसको भोग दिँदाखेरि चाहिँ त्यो खोवालुङ चाहिँ 40 चोरको कथा जस्तो झन् आउँछ है सबै उग्रियो अरे उग्रेर त्यो खोवालुङबाट त्यहाँदेखि उनीहरू तर त्यो ढुङ्गाको गेट उक्रेपछि उनीहरू उकालो लाग्यो आफ्नो माथि पुग्यो त्यहाँदेखि पछिबाट हाम्रो वाछापाहरू आउँथ्यो भने चान्दिङहरू हामीले बन्चाहरू पछाडि आउँदै थियो दाजुहरू माथि पुग्यो अनि तलबाट करायो माथि त्यो त्यो भुसुरीले तरेपछि त्यो खोवालुङ फेरि जैसे त्यो ढ्याक भयो अनि त्यसरी भएपछि त्यो यो त ढुङ्गा यहाँ त बन्द छ कसरी जानुभयो भनेर भन्दाखेरि माथिबाट भने हामीले त बहिनीको कान्छीलाई काटेर भोग दिएर पो आयौँ भनेर भनिदिएछ माथिबाट अलिक कप्ट्याङ भन्ने कुरो त्यहाँ आउँछ हाम्रो राईहरूमा उसले त चरा मारेको थियो त्यो उनीहरू पनि नजरोस् भनेर होला कप्ट्याङले त्यसरी भनिदिएछ। अन्त यताबाट वाछापारले के गर्यो आफ्नो बहिनी अब ग्रुप छ नि त सम्म ठुलो कान्छीलाई काटेर ढुङ्गामा चढायो चढाउँदाखेरि त्यो ढुङ्गा त उग्रियो फेरि उग्रिएपछि उनीहरू सलल निक्ल्यो उनीहरूसित कुखुरा बाख्रा भेडा जम्मै लिएर आउँदै थियो अनि त्यो अलिकति गएपछि त त्यो अमृतको पातले काट्यो भन्छ त्यो अमृतको पात उनीहरूले लिएको बाख्राले के गरेछ खायो हेर्दा गरेर अब बाख्रा छिटो हुँदैन उसले खाइहालेपछि अब त्यसको निकाल्नु त भएन त्यसले निकाले खायो त्यति बेला चाहिँ भन्यो त्यो चाहिँ हाम्रो चेलीको खुन खाने त्यो चाहिँ संसार अबदेखि वाछापाहरूले र छोटापाहरूले यो बाख्राको मासु नखानु भन्ने इतिहास चाहिँ त्यहाँबाट सुरु यो चाहिँ लिखित छ है लिखित पनि त्यही हो यही मुद्दाहरूलाई चाहिँ त्यो उसमा पनि पठन पाठन गर्दैछ यसो